नमस्कार साथीहरू। यो भिडियोमा मैले तपाईलाई नेपालको हाल पाठ्यक्रम विकासको नमुना के छ भन्ने सन्दर्भमा जानकारी दिँदैछु। तपाईलाई जानकारी रहोस्, नेपालमा अहिले विद्यालय शिक्षाको पाठ्यक्रम सक्षमतामा आधारित पाठ्यक्रम निर्माण गरिएको छ र नेपालले पाठ्यक्रम विकासका लागि हिल्डा टावाको मोडललाई आत्मसात गरेको छ र हिल्डा टावाको मोडल के हो त भनेर सम्झनका लागि मैले एउटा सूत्र बनाएको छु र यो सूत्र रहेको छ आउ बिबी सिसिमो। आउ बिबी सिसिमो, जहाँ आ भनेको आवश्यकताको पहिचान, उ भनेको उद्देश्यको निर्धारण, बी भनेको विषयवस्तुको छनौट, अर्को बी भनेको विषयवस्तुको संगठन, सी भनेको सिकाइ अनुभवहरूको छनौट, सी भनेको सिकाइ अनुभवहरूको संगठन र मु भनेको मूल्याङ्कन। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने तपाईले विभिन्न ग्रुपमा, विभिन्न पेजमा अथवा वालमा सेयर गरेर सहयोग गर्नुहोला। सबैजना साथीहरूलाई विशेष धन्यवाद। नमस्कार।